हेलो नमस्ते एभ्रिवान म भन्नाले अब हामी चाहिँ आज घुम्नको लागि निस्केको फ्राइडेको दिन हैन छुट्टीको दिन आज यसो घुम्दै घुम्दै आउने क्रममा हामीले एउटा दाजु भेटेको छ हैन अब दाजुसँग केही कुरा गर्नेछु हेलो दाजु नमस्ते नमस्ते ए हजुर कहाँबाट आउनु भयो अहिले म अहिले अर्कै आइल्यान्डबाट आएको छु यहाँ भाइहरूलाई सबैलाई भेटघाट गर्नको लागि आइल्यान्डदेखि आएको छु आज फ्राइडेको दिन त्यही कारणले यो भेटघाटको लागि विशेष काम त अरू केही पनि थिएन मात्रै भेटघाटको लागि मात्रै आएको छु हजुर कुन आइल्यान्डबाट आउनु भयो भन्न मिल्छ तिलाफुसी आइल्यान्ड तिलाफुसी आइल्यान्ड हैन हजुर सबैले भनेको थिए तिलाफुसी आइल्यान्ड धेरै राम्रो छ भन्ने कुरा अब यसो तपाईले नै भनिदिनु पर्यो कस्तो छ त्यताको उसहरु हैन अब त्यता ठिकै छ अब लेडिजहरुलाई चाहिँ अब मना छ जानलाई अब एलाउड छैन अब हामी जेन्ट्सहरुलाई ठिकै छ बस्नको लागि अब काम गर्न बस्नको लागि ठिकै छ हामीले चाहिँ अब सुनेको कुरा तपाईले मिठो गीत गाउनुहुन्छ रे यसो गाएर सुनाइदिन मिल्छ कि मिल्छ गाउँछु गाउने प्रयास पनि गर्छु राम्रो नराम्रो त अब हजुरहरूले नै छुट्याउनु होला है ए दुःख पीडा जे भए पनि गाउँछु गीत हाँसेर मै पनि रानी फुल बसायो तिम्रो माया नभएको हरूले फसायो तिम्रो माया नभएको हरूले फसायो हस्त धन्यवाद ओके धन्यवाद दाजु यति मिठो गीत गाएर सुनाइदिनु भएकोमा हस् धन्यवाद धेरै धेरै धन्यवाद हजुरलाई ओके खुसी लाग्यो भेटेर फेरि पनि भेट्दै गर्नुपर्छ अहिलेको लागि भने थ्याङ्क यू धन्यवाद है त दाजु ओके भाइ राम्रोसँग है यस्तै गीतहरू गाइराख्नु होला फेरि पनि भेट्नेछु है त हस् धन्यवाद हजुरलाई ओके थ्याङ्क यू